सिंहदरबार जलाउनेहरू सिंहदरबार पसेपछि जनता जलाउन थालेका छन्। आज जनताले दिन दहाडै जलेर मर्नुपर्ने परिस्थिति निर्माण भएको छ। यसको म घोर निन्दा र भर्त्सना गर्न चाहन्छु। मुगु जिल्लाको रुरु गाउँपालिका वडा नम्बर 1 निवासी गणेश नेपाली जो काठमाडौँमा आफ्नो श्रीमती र 3 वर्षीय छोरीसँग डेरा गरी बस्दै थिए, उनी पठाउ लगायतका चाहिँ सेवाबाट जनतालाई सेवा गरिरहेका थिए। उनको एउटा सानो गल्ती, मोटरसाइकल चाहिँ साइड गर्दा पार्किङ गर्दा प्रहरीले उनलाई 10,000 रुपियाँ जरिमाना तोक्यो। त्यो जरिमाना तिर्ने उनीसँग पैसा भएन। पैसा नभएका कारणले उनी मसँग पैसा छैन भनेर प्रहरीसँग अनुरोध गर्दा उनको सवारी साधन, उनको मोटरसाइकल प्रहरीले उठाएर लाने जुन परिस्थिति निर्माण भयो र त्यसबाट उनी विक्षिप्त भएर आफूसँग पैसा छैन, आफ्नो कमाउने साधन प्रहरीले लुटेर लाँदैछ। त्यो परिस्थितिमा भरे बेलुकाको छाक टार्न नसक्ने एउटा नागरिकले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लाउनु पर्ने परिस्थिति निर्माण भएको छ। यो घटनाको म निन्दा गर्न चाहन्छु, भर्त्सना गर्न चाहन्छु र उनको अहिले भर्खरै निधन भएको छ। यो निधन हुने परिस्थिति निर्माण गर्ने जुन सरकारले काम गरेको छ, यसको म घोर भर्त्सना गर्न चाहन्छु। अध्यक्ष महोदय, घटना यति मात्र छैन। एउटा घाइते भएको बिरामीलाई प्रहरीले जुन ढङ्गले लछार पछार गर्दै गाडीमा राखेर अस्पताल लैजाने काम भयो, त्यो हृदय विदारक र अततायी घटना छ। म यसको पनि निन्दा गर्न चाहन्छु, भर्त्सना गर्न चाहन्छु। आज नागरिकहरू खोलामा डुबेर मर्नुपर्ने परिस्थिति छ, आगो लगाएर मर्नुपर्ने परिस्थिति छ। यो परिस्थिति निर्माण गर्ने सरकारको म निन्दा गर्न चाहन्छु, भर्त्सना गर्न चाहन्छु। यो परिस्थिति किन आइरहेको छ? आज नागरिकमाथि जसले बढी ज्यादती गर्न सक्छ, जसले बढी नागरिकलाई दुःख दिन सक्छ, त्यो पुरस्कृत हुने स्थिति छ। जसले आगो लगाएर सिंहदरबार जलाउन सक्छ, त्यो पुरस्कृत हुने स्थिति छ। जनताको दैनिक जीवनमा जसले बढी दुःख दिन सक्छ, जनताको घरमा जसले बढी डोजर चलाउन सक्छ, त्यो चाहिँ पुरस्कृत हुने परिस्थिति निर्माण भएको छ। र